म तपाईलाई इतिहासको एउटा यस्तो रहस्य देखाउने छु जुन विश्वका 0.001% मानिसलाई मात्र थाहा छ। यो रहस्यले पुरै इतिहासको कथा नै बदल्न सक्छ। तपाई सोच्न सक्नुहुन्छ के यो के होला? तयार हुनुहोस्, किनभने यो तथ्यले तपाईलाई अचम्म पार्नेछ। इतिहासका पुस्तकहरूमा हामीले पढ्ने कुरा आधा सत्य मात्र हुन्छ। धेरै घटना, राजा, साम्राज्य र युद्धको छिपिएका तथ्यहरू छन् जसलाई केही बौद्धिक व्यक्तिहरू, अनुसन्धानकर्ताले मात्र जान्दछन्। आज म तपाईलाई यस्ता छिपिएका सत्यहरू देखाउने छु जुन धेरैलाई थाहा छैन। तयार हुनुहोस्। नम्बर 1 मा छ हराएको सभ्यता। सन् 1000 भन्दा पहिले आजको इतिहासमा उल्लेख नभएको एउटा विशाल सभ्यता थियो। यस सभ्यताले अत्याधुनिक प्रविधि र वास्तुकला प्रयोग गर्थे। तिनीहरूको सहरहरू अहिले धराशायी छन्, तर उनीहरूको ज्ञान हाम्रो आधुनिक विज्ञान भन्दा हजारौं वर्ष अघि थियो। के तपाईँ जान्नुहुन्छ? केवल केही वस्तुहरू मात्र बचेर आएका छन्। यी वस्तुहरू केही संग्रहालयमा राखिएका छन्। यस सभ्यताले गुरुत्वाकर्षण, ऊर्जा नियन्त्रण र उन्नत चिकित्सा विज्ञान जान्दथे। तर किन इतिहासले यो लुकाइयो? यो प्रमाणहरू, ढुङ्गा लेख र भूमिगत अवशेषले पुष्टि गर्छ। त्यस्तै नम्बर 2 मा छ प्रसिद्ध राजा र लुकाइएको ज्ञान। इतिहासमा देखिने राजा र विजेता सबैले देखाएर जस्तो थिएनन्। उनीहरूको वास्तविक शक्ति लुकाएको ज्ञानमा थियो। जस्तै महान विजेता एलेक्जेन्डरले सेना सञ्चालन मात्र होइन, मनोविज्ञान नियन्त्रण तरिका पनि जान्दथे। जुलियस सिजरको हत्या केवल राजनीतिका लागि मात्र थिएन, गोप्य समाजको निर्देशन अनुसार गरिएको थियो। यो केवल सिलेक्ट व्यक्तिहरू र गोप्य समाजबीच साटासाट गरिन्थ्यो। साधारण मानिसले कहिले पत्ता लगाउन सक्दैनथे। त्यस्तै नम्बर 3 मा छ लुकाइएको प्रविधि। आजको समाज धेरै पुरानो ज्ञानमा आधारित छ। उदाहरण, एन्टिकिएरा मेकानिजम सन् 100 ईसा पूर्वको समयमा मापन उपकरण र बगदाद ब्याट्री हजारौं वर्ष पहिले बिजुली उत्पादन गर्ने। यी तथ्यले देखाउँछ कि मानव इतिहासमा धेरै कुरा लुकाइएको थियो। त्यस्तै नम्बर 4 मा छ सबभन्दा ठूलो लुकाइएको सत्य। तर सबभन्दा चकित पार्ने तथ्य मानव इतिहासका धेरै घटनाहरू जानबुझ फेरबदल गरिएको थियो। केवल 0.001% मानिसले मात्र वास्तविक ज्ञान पत्ता लगाउँछन्। पुराना ग्रन्थहरू नष्ट गरिएका थिए, ज्ञानको गोप्य पुस्तकालय बनाइएका थिए। शक्तिशाली व्यक्तिहरूले यसलाई नियन्त्रण गरिरहे। आज तपाईले जान्नुभयो, इतिहासमा केवल पुस्तकको कुरा होइन, यो लुकाइएको ज्ञान, दबाइएको सत्य, अदृश्य चालढालबाट बनेको छ। हजुरलाई आजको भिडियो कस्तो लाग्यो? कृपया राय सुझाव दिन नभुल्नुहोला। यदि कुनै शब्दहरू नबुझेको खण्डमा कमेन्ट गर्न नभुल्नुहोला। त्यसको वास्तविक कुरा म भनिदिनेछु। मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला, किनभने यस्तै ज्ञान, ब्रेन पावर इम्प्रुभ गर्ने खालको भिडियोहरू हजुरको सामु लिएर आउनेछु। मेरो केही कमजोरी भएको भने माफी दिनुहोला। अब म सुधार गरेर अगाडि बढ्नेछु। आजलाई यति नै। धन्यवाद। हजुरको दिन शुभ रहोस्।